जीवनमा कुन अवस्थामा कस्तो परिस्थितिमा के हुन्छ त्यो कसैलाई नै थाहा हुँदैन दर्शकबिन। यहाँनिर यस्तै अवस्था सिचुएसन परिवेश घटना अवस्था सिचुएसनमा भुन्टीको जीवनमा जब आफ्नो श्रीमानबाट अपहेलित हुनु परिरहेको थियो, आफ्नो भाउजू आफ्नो जेठान अर्थात् जेठाजुदाई यी अवस्था सासू नन्द घर परिवार र देवर सबबाट अपहेलित भएका भुन्टीलाई यति धेरै तनाव छ। उनलाई सहज तरिकाले आफ्नै घरमा बस्नका लागि समेत सहज वातावरण मिलिरहेको थिएन। उनलाई मिलाउनका लागि सुकुमाया नै आउनुपर्छ भन्ने धेरैको बुझाइ छ र त्यस्तै पनि देखिरहेको छ यहाँ परिवेश खण्डन अवस्थामा। अब यहाँनिर यसरी हेर्दै सरस्वती हेर्दै जाँदाखेरि अबको नयाँ भागमा के हुन्छ होला त? साँच्चै नै यहाँ थप घटना परिवेश परिस्थिति अनुसार अबको खण्डन र विखण्डन गर्दै जाँदाखेरि भुन्टीका परिवेश परिस्थिति अवस्था सिचुएसनमा कि साँच्चै नै भुन्टीलाई अब अपहेलित रूपमै राख्ने के अरे भुन्टीलाई त्यो घरमा अब नपठाउने निडो गर्छन् होला त सुकुमायाले? के लाग्छ तपाईँलाई? कृपया कमेन्ट नसुकै कमेन्ट गर्न नछुटाउनु। साँच्चै नै हजुरले भुन्टी सिरियल हेर्दै आइराख्नु भएको छ, अबको नयाँ भागमा के हुन्छ जस्तो लाग्छ तपाईँलाई? यहाँ भुन्टीले धेरै आश्चर्यजनकहरू कामहरूका साथसाथै यहाँ भुन्टीका जीवनमा स्वस्फूर्तका साथसाथै यहाँ चिन्ताजनक भने नि खुसी पलका छेडहरूका अवस्था सिचुएसनहरू त्यही देखिरहेका छन्। तपाईँ हेरिदिइराख्नु भएको छ र साथ सपोर्ट माया मदन दिइराख्नु भएको छ। त्यसको लागि हृदय नै धन्यवाद दिन चाहन्छु। र हामीले जति पनि यहाँ भुन्टी सम्बन्धी रिभ्यू भिडियो बनाएको छौँ कस्तो लाग्दैछ कमेन्ट गर्नुहोला। यी यस्तै घटनाहरूलाई विशेष गरी निहालेको अवस्थाहरूबाट अब के हुन्छ भने आउँदो हप्ता अवश्य नै हेर्न सक्नेछौँ के हुन्छ। पक्कै पनि भिडियो हेरेर साथ सपोर्ट दिनुभएको छ, त्यसको लागि धन्यवाद दिन चाहन्छु। अब के हुन्छ त्यो त अर्को भागमा अवश्य थाहा हुनेछ।